Hello guys, welcome my YouTube channel. आज चाहिँ म आलुको पराठा बनाउन लागेको छु। त्योभन्दा अगाडि चाहिँ मलाई सपोर्ट गर्नुहोस् है। मेरो भिडियो पुरा हेरेर लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनुहोस्। अनि तपाईलाई के लाग्छ कमेन्ट गरेर भन्नुहोस् है। मैले आलुको पराठा बनाउनलाई पहिला प्याजको चप गरे एउटा यसलाई मैले एउटा बुटुकोमा हाले दुईटा आलु लिए। दुईटा आलुले उसको छिल्का छिलेर त्यहाँ एउटा खोर्सानी लिए, सानो सानो चप गरेँ अनि सँगै हालेँ एउटा कटोरीमा। अनि त्यसमा अजवाइन हालेँ, 1 टेबल स्पुन अजवाइन। अनि थोरै अलिकति सौँफ पनि हालेँ उसमै। अनि त्यसपछि पिसेको जिरा हालेँ 2 टेबल स्पुन। सानो चम्मचको 2 चम्मच हालेँ जिरा पिसेको। अनि त्यो सबै मिलाएर अनि कस्तुरी मेथी अलिकति हालेँ। कस्तुरी मेथीले चाहिँ टेस्ट राम्रो हुने गर्छ, त्यो भएर अलिकति हालेँ। अलिकति भन्दाखेरि एक चुट्की हालेँ। अनि यसले चाहिँ अलिक राम्रो गर्छ। अनि त्यसमा चिली पाउडर अलिकति हालेँ, किन खोर्सानी मैले एउटा मात्रै हालेको छु नि त, त्यो भएर स्वाद अनुसार नुन हालेँ मैले। आलुमा अलिक कम्ती नै हालेँ किनकि मैले आटामा पनि हाल्नुपर्छ नि, त्यो भएर। अनि तेल पनि हालेँ अलिकति। तेल हालेन भने चाहिँ सुक्खा सुक्खा हुन्छ नि आलु, त्यो भएर तेल पनि अलिकति हालेँ। अनि यसलाई मजाले मिक्स गरेँ। यसलाई चाहिँ मिक्स गरेर 20 मिनट जति राखेँ मैले। अनि त्यसपछि मैले एक डेढ कप आटा लिएँ। त्यो आटामा पनि नुन लगाइहालेँ किन आलुमा कम्ती हालेको थिएँ नि त मैले, त्यो भएर यसमा पनि 1 टेबल स्पुन हालेँ। अनि यसलाई मिक्स गरेर 20 मिनट जति राखेँ। अब म जाँदैछु म्याङ्गो सेक बनाउनलाई, किनकि किचनमा काम गर्दा गर्दा गरम भयो नि त। अनि त्यो भएर तिर्खा पनि लाग्यो। पहिला चिनी हालेँ, अनि यसमा म्याङ्गो हालेँ, आम हालेँ। अनि त्यसमा आम, चिनी, दही अनि दुध हालेँ। अनि ग्राइन्ड गरेँ। ग्राइन्ड गरिसकेर रेडी भयो। हेर्नुहोस् है, तपाईँहरू पनि खानु मन लाग्यो भने घरमै बनाएर खानु सक्नुहुन्छ। अब म पराठा बनाउन तयारी गर्दैछु। एउटा पराठा बनाउनलाई रेडी गरेँ, बेलिसक्यो। अब तावा लिएँ। अब एउटा पराठा बनाएँ फर्स्टमा मैले। तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला है। मेरो पराठा चाहिँ अलि फुट्यो। अब म फेरि अर्को बनाएर देखाएँ। यो चाहिँ अलिकति राम्रो भयो, तर आलु चाहिँ अलिक कम्ती भयो यसमा। यसमा घिउ पनि हालेँ मैले। पराठामा चाहिँ घिउ लायो भने राम्रो हुने गर्छ, त्यो भएर घिउै हालेँ मैले। तेल चाहिँ अघि आलुमा हालेको थिएँ कम्ती हैन, त्यो भएर यसमा बाहिर चाहिँ घिउ हालेँ मैले। कस्तो राम्रो देखियो है।
मेरो चाहिँ फेभरेट हो आलुको पराठा, त्यही भएर बनाएको मैले आज। अर्को बनाएँ फेरि मैले। यसमा चाहिँ घिउ अलिक धेरै हालेँ किनकि मलाई घिउ लगाएको मनपर्छ, त्यो भएर यो चाहिँ मेरो लागि बनाएँ। तपाईहरुलाई के को पराठा बनाउन आउँछ मलाई कमेन्ट गरेर भन्नुहोस् है। मलाई चाहिँ आलुको पराठा फेभरेट हो मेरो, मलाई धेरै मनपर्छ। यो आलुको पराठामा चाहिँ धेरै टाइम लाग्ने गर्छ कि, बिस्तारै पकाउनुपर्छ नि त। हाई फ्लेममा बनायो भने डढिहाल्छ, त्यो भएर लो फ्लेममा बनाउनुपर्छ, त्यो भएर टाइम लागिन्छ। मैले चाहिँ यो लन्चमा बनाएर खाएको हो। साइडमा पनि मजाले पकाउनुपर्छ, त्यो भएर थिचिराख्नुपर्छ क्या, यसलाई प्रेस गरिराख्नुपर्छ। तपाईहरुलाई मेरो भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला है। तपाईलाई के लाग्छ कमेन्ट गरेर अवश्य भन्नु होला मलाई है। थ्यांक यू सो मच।